हेलो गाइस साथीहरु हैन फेरि पनि स्वागत छ यहाँहरुलाई मेरो न्यू ब्लगमा। अब म चाहिँ कन्टिन्यू दिनको एउटा ब्लग चाहिँ हाल्छु हैन। त्यही भएर ट्राई गर्न लाग्छु के कस्तो हुन्छ अब त्यो त थाहा छैन। तै पनि टाइम पास गरौँ भन्ने हो हैन। सो साथीहरु हेर्न सक्नुहुन्छ हैन यो कर्नाटकको बेंगलोरको ट्राफिक गाह्रो छ। वाउ गाह्रो छ बेंगलोरमा गाडी चलाउन पनि। यस्तै दिनमै झ्याउ मात्र छ, अरु केही काम छैन हैन। झ्याउ नै झ्याउ छ यता, गाडी चलाउन पनि गाह्रै छ। अहिले चाहिँ हामी हैन चट्ट उलालसम्म चाहिँ जान लाग्छ हैन। हेरौँ कस्तो हुन्छ, कति मिनेटमा पुगिन्छ। फाइनली रिजल्ट दिन्छु हैन। 35 किलोमिटर छ हैन। अब हेरौँ कतिको। यस्तै ट्राफिक भयो भने चाहिँ 130 मिनट चाहिँ लाग्छ होला। यस्तै छ यताको गाडीवालाहरूले, यस्तै गर्छ। ठाउँ होस् या नहोस् हरनमा हात छाड्दैन। त्यही भएर हामी त्यही लयमा चल्छौँ। हामीले पनि हरन हानेको हानिराख्छौँ होइन। हामी चाहिँ होइन भन्दा केही पर पुगिसकेका छौँ। चेक गर्नुकै भ्यू